एकदमै भोकाएको कुकुर जङ्गल बाटो हिँडिरहेको थियो है। बाटोमा हिँड्दा 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 हिँड्दै उसले एउटा हात्ती भेट्यो। अनि त्यो हात्ती भेटेपछि अब त्यसको मनमा एकदमै खुसी उत्पन्न भयो है, किनकि उसको अब भोक मेट्ने भयो होइन त। त्यो भोक सब मेट्ने भएपछि उसले सोच्यो कि यसलाई अब एउटा शान्त कसैले नहुने ठाउँमा लगेर आरामले बसेर मजाले खानु पर्यो भनेर उसले सोच्यो। र त्यो हात्तीलाई मुखले च्याप्प समातेर लुकुर लुकुर गर्दै रियाल चाउँदै चाउँदै नदीतिर लाग्छ। नदीमा एउटा सानो पुल थियो र यो सानो पुल तर्न जाँदाखेरि यो कुकुरले तल पानीमा चाहिँ आफ्नो छाया देख्यो र उसले त्यो छायालाई चाहिँ अर्को कुकुर सम्झेर उसको त्यो हड्डी पनि म खानु पर्यो